दाजु नमस्कार, हजुर नमस्कार। तपाईँको बन्दाहरू त जाम भइसक्यो रहेछ, लेकतिर पनि फलिसक्यो अरे। किन यसको बजार छैन कि के कस्तो छ दादा? हामीले वैशाखबाट चलाउन खोजेका छौँ, चलाइसकेका छौँ। त्यही हुनाले अब बजार व्यवस्था पनि त्यति खप्दैन। अब सानो बजार, गाउँवाला बजार, लेकतिर पनि जाम छ। यहाँ पनि अब करिब करिब वैशाखबाट चलाउँदा 2-3 क्विन्टल गइसक्यो, आधा बाँकी छ, आधाभन्दा बढी बाँकी छ। त्यही भएर अलिक बजार व्यवस्था पनि कमै छ। एकदम अर्ग्यानिक हो होइन? यो अर्ग्यानिक मल तपाईँको त्यो रासायनिक विषादीहरू पनि तपाईँले अर्ग्यानिक बनाउनु भएको छ होइन दाइ? छ झोलमल अथवा झोल विषादी पनि बनाएको छ। अनि फेरि त्यसमा अब गाईको बार्खाको पिसाब जम्मा गरेर त्यसको अब बनाउनुपर्छ, 1 महिनासम्म सडाउनुपर्छ। अनि एउटा के भन्छ त्यो केमिकल हाल्नुपर्छ, अनि गुड हाल्नुपर्छ। त्यहाँबाट 1 महिनासम्म तयार गरेको झोलमल र झोल विषादी पनि छ। छुट्टा छुट्टै ड्रमहरू छन्, तिनीहरू म प्रयोग गर्छु। विषादी मैले धेरै कम, काहीँ अलिकति अनिवार्य भएपछि हो, नत्र अब लेकतिर पनि स्टक हुन लागिसक्यो होइन? तपाईँको बन्दाहरू भन्नुहुन्छ। अब बन्दाहरूलाई पनि एकदम सस्तोमा दिइराख्नु भएको छ तपाईँले। दिन्छु पनि दिइराखेको छु। वैशाखबाट मैले 40मा दिएको थिएँ, जेठमा मैले 35मा दिएँ बाहिर। अनि अलिकति बाधा ग्राहक, अब जस्तै नियमित ग्राहकलाई भने 35मा दिएँ, अरूलाई फाटफुटमा 40 दिएँ। आजबाट मैले यो बम्पर छुटका साथ म घोषणा गर्दैछु कि 30 रुपियाँले भनौँ, अब 30 रुपियाँ फुट, अब त्यो खरिदमा केजीको 30 रुपियाँको हिसाबले अब अलि नियमित लिने मान्छेलाई गर्ने, र बाहिर फुटकरमा लिनेलाई 35मा लिने घोषणा गर्दछु आज। ल, तपाईँहरूलाई चाहिन्छ भने जहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँहरू सुर्खेतबाट अथवा नेपालगञ्जबाट तपाईँहरूलाई विषादी मुक्त तरकारी खान चाहनुहुन्छ भने चाहिँ तपाईँहरू सम्पर्क गर्नुहोला है, सम्पर्क गर्न सक्नुहुन्छ हामीहरूलाई। यसमा पनि बन्दाको स्टाइल कस्तो गरिरहेको छ भने हजुर, बन्दा कुहिन्छ, तल जराबाट पनि निकालेको छ पात। अब अहिले किनभने तत्कालको लागि, अब यो नकुहिनको लागि एउटा मेथड आफ्नै हिसाबले निकालेँ। अब यो टाउकोबाटै निकालेर 3-4वटा पातहरू निकाले। यसले उत्कृष्ट एउटा कुरोबाट बच्यो। यो पनि एउटा रेकर्ड हो, एउटा नमुना हो। तपाईँले पहिला कति केजीसम्मको बन्दा फलाउनु भएर पुरस्कार पाउनु भएको थियो? पहिला मैले 6-7 केजीको थियो, जिल्लामा पुरस्कृत भएको। अहिले अब त्यति त छैन, 3 किलो त निश्चित छन्। लेकमा त हुँदैछन् 5-6 केजी। ल, सरकारको ध्यान जाओस्, किसानहरूले चाहिँ न्याय पाओस् र बजार पाओस् भन्ने हाम्रो जोरदार माग रहन्छ। सरकारले जे होस् अब बजार व्यवस्था गरिदिनु पर्यो। सबभन्दा यो यहाँको सप्लाई गरिदिनु पाइदियो हामी झनै अब अरू व्यवसायमा जाने थियौँ। अब अलिकति किनभने अझै बजार पाइँदैन, सर्छ। अब असार लाग्यो, रोप्नुपर्छ, अब यो बिक्री हुँदैन। त्यही भएर अलिकति वेदना छ। अब त्यही हुनाले खुम्चिया छौँ अलिकति। ल, अब सरकारले चाहिँ जोरदार माग गरोस्। कृषिमा लाग्नुभएको उहाँ कृषिबाट प्रेरणा लिनुभएको छ, उहाँबाट धेरैले प्रेरणा लिएका छन् होइन? सरकारले बजार व्यवस्थापन गरोस् चाँडै, जय होस्। अर्ग्यानिक तरकारी खाने अवसर सम्पूर्णले पाओस्, हामी त्यही भन्न चाहन्छौँ। हस् त, धन्यवाद दादा।